उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाल र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले आइतबार पार्टी एकताको घोषणा गर्दै राजनीतिक वृत्तलाई गतिलो सरप्राइज दिएका थिए। पार्टी एकताकै भोलिपल्ट अर्थात् सोमबार प्रतिनिधि सभातर्फ समानुपातिक उम्मेद्वारको सूची बुझाउने समयसीमा समाप्त हुँदैछ। दुवै दलका तर्फबाट कसरी समानुपातिक उम्मेद्वार छानिएलान् भन्नेबारे स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ। यद्यपि दुवै दलका नेता यसमा कुनै ठूलो समस्या नरहेको बताउँछन्। उनीहरूले आजै निर्धारित समयभित्रै समानुपातिक तर्फको उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाउने गरी काम भइरहेको जनाएका छन्। लोसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाका अनुसार चुनावसम्म दुवै पार्टीबाट समान प्रतिनिधित्व हुने गरी समन्वय समिति बनाउने र निर्वाचनसम्म त्यो समन्वय समितिले नै पार्टीको सम्पूर्ण जिम्मेवारी लिने सहमति भएको छ। समानुपातिक उम्मेद्वार पनि त्यही समन्वय समितिले छान्ने जानकारी दिँदै उनले दुवै पार्टीबाट आएका सूची निर्वाचन आयोगमा बुझाउने र 26 गते समन्वय समितिको निर्देशन अनुसार उक्त सूचीमा आवश्यक करेक्सन गरिने बताए। एकीकृत पार्टीको नाम, चुनाव चिन्ह, अध्यक्ष, पदाधिकारी लगायतको चरणमा प्रवेशै नगरिएको शुक्लाको भनाइ छ। यसबीचमा अरू पार्टी पनि एकतामा आउन लागेको जानकारी दिँदै उनले यसबारे त्यही समन्वय समितिले आवश्यक निर्णय गर्ने उनले प्रश्न पारे। हामी एउटै चुनाव चिन्ह लिएर चुनावमा जाने हो, त्यसका लागि हामी एउटा निर्णयमा पुग्छौं, शुक्लाले भने। त्यसलाई 2 अध्यक्ष बसेर फाइनल गर्नुहुन्छ, त्यसलाई नै मानेर जाने भन्ने सहमति भइसकेको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा व्यस्त भएकाले उनी फर्किएपछि मात्र अन्य विषयमा छलफल अघि बढ्ने शुक्लाले जानकारी दिए। जसपा नेपालका प्रवक्ता मनिष सुमनले दुई पार्टी बीच एकीकरण भइसकेको जानकारी दिँदै एकीकृत पार्टीकै तर्फबाट समानुपातिक उम्मेद्वारको सूची बुझाइने बताए। यद्यपि एकीकृत पार्टीको नाम फाइनल गर्न बाँकी रहेको उनको भनाइ छ। बेलुकासम्म हामी पार्टीको नाम र उम्मेद्वारको सूची निर्वाचन आयोगमा बुझाउने गरी तयारी गरिरहेका छौं, उनले भने।